विद्यार्थी साथीहरू, तपाईहरुलाई मेरो यो बीपीजी अनलाइन टिचिङ क्लासमा हार्दिक स्वागत गर्दै आजको विषयवस्तुतर्फ तपाईहरुको ध्यान केन्द्रित गर्न चाहन्छु। विषयवस्तु तपाईहरुले स्किप नगरिकन पुरा हेर्नु भएछ भने अवश्य पनि तपाईहरुले बुझ्नुहुनेछ भन्ने आशाका साथ यो भिडियो सुरुवात गर्न जाँदैछु। यदि तपाईहरुलाई यो मन पर्यो भने एक लाइक र एक शेयर गरिदिनु ताकि अन्य विद्यार्थी सामु पनि यो भिडियो पुगोस्, उनीहरुले पनि यो भिडियोको लाभ उठाउन सकुन्। साथीहरु, स्वागत छ आजको क्लासमा तपाईहरुलाई। आज मैले फरक विषयवस्तु उठाएको छु एकाउन्ट सब्जेक्टबाट। यो चाहिँ कक्षा 9, 10 र 11 कै विद्यार्थीहरुलाई आवश्यक पर्ने विषयवस्तु हो। ट्रेडिङ एकाउन्ट अन्तर्गतको टपिक्स छनौट गरेर छु मैले। यो ट्रेडिङ एकाउन्ट कसरी बनाउने भन्ने तरिका पहिले कन्सेप्ट बुझौं, त्यही अनुसारले प्रब्लमहरु सोलुसन गर्न सकिन्छ। अब यसको हेडिङ चाहिँ के हुन्छ भनेपछि ट्रेडिङ एकाउन्ट अफ डट कुन कम्पनीको, त्यो कम्पनीको नाम लेख्ने, कुन इयरमा हो, फर द इयर इन्डिङ भनेर लेख्ने, आर्थिक वर्ष समाप्त भएपछि ट्रेडिङ एकाउन्ट गरिन्छ। यसमा दुई भागमा विभाजन गरिन्छ साथीहरु। यसलाई यसरी चाहिँ यो टेबल बनाउनु पर्छ। राइट साइडमा देखाउने यहाँ डेट हुन्छ साथीहरु, पार्टिकुलर्स, यहाँ फेरि डेट हुन्छ साथीहरु, आरएस हुन्छ, एमाउन्ट, पार्टिकुलर्स, आरएस अथवा एमाउन्ट राख्ने। यसको संरचना चाहिँ कस्तो हुन्छ त्यो साथीहरु त्यो हेरौँ ल। अब डीआर तिरका टपिक्सहरु लेख्दै जाउँ हामी। 2 भनेर सुरु गर्ने। यहाँ ओपनिङ स्टक हुन्छ, ओपनिङ स्टक बराबर कति छ दिँदै जाने, अंक लेख्ने। त्यसपछि टु परचेज लेख्ने, परचेजलाई यहाँ लेखौं साथीहरु। अनि परचेज रिटेन छ भने घटाउनु पर्छ, त्यसबाट डिस्काउन्ट अन परचेज छ भने त्यो पनि घटाउनु पर्यो। टु डिस्काउन्ट अन परचेज ल घटाएर अनि यहाँ लेख्नु पर्यो साथीहरु। त्यसैगरी डीआर तिर पर्ने भनेको क्यारिज अन परचेज, क्यारिज अन परचेज। मैले कोठा सानो भएर मैले पीयूआर मात्रै लेखिरहेको छु साथीहरु, परचेज हो। छ भने लेख्ने। त्यसैगरी वेजेज लेख्ने, ज्याला। त्यसैगरी प्रोडक्टिभ वेजेज लेख्ने, वेजेज। त्यसपछि 2 लेखिदिएर म्यानुफ्याक्चरिङ, यही डीआर साइडमै पर्छ। म्यानुफ्याक्चरिङ एक्सपेन्सेस पर्छ। ड्युटी एन्ड क्लियरिङ्स पनि पर्छ यसैमा, डीआर मै पर्ने हो ड्युटी एन्ड क्लियरिङ चार्ज। ड्युटी एन्ड क्लियरिङ चार्ज पर्ने हो साथीहरु। त्यसपछि 2 लेख्दै जानु। 2 लेखेपछि यसै डीआर तिरै पर्छ।
कस्टम ड्युटी पनि पर्छ। कस्टम ड्युटीको आइटम पनि यसैमा राख्नु, डिआर तिरै राख्नु होला। अनि त्यसपछि रोयल्टी अनि प्रोडक्सन पनि डिआर मै राख्नु होला। 2 चाहिँ लेख्नुपर्छ, डिआर तिर 2 लेख्नुपर्छ साथीहरु। सबै पोइन्ट शीर्षकहरुमा खर्च भएका शीर्षकहरुमा। एक्सक्युज ड्युटी पनि राख्नु पर्यो। टु स्टोर कन्ज्युम राख्नुपर्छ साथीहरु। मोटिभ पावरमा खर्च भएको छ भने राख्नु पर्यो। अब अझै हुन्छन्, अझै हुने खर्चहरु चाहिँ यतितिर राख्नु होला। र लास्टमा जतापट्टि कम हुन्छ त्यतापट्टि चाहिँ के लेख्नु भने टु ग्रोस प्रॉफिट सीडी लेख्नु पर्यो। जता थप्नु पर्छ डिआर तिर थप्नु पर्यो भने ग्रोस प्रॉफिट सीडी लेख्नु होला र बराबर गरेर ब्यालेन्स दुवैतिर खातामा बराबर बनाउनु होला डिआर र सीआर तिर। अब यो सीआर तर्फ के आउँछ यसमा डेट लेख्ने होला साथीहरु। सीआर तिर चाहिँ के आउँछ भने बाई लेख्नु होला। सीआर तिर चाहिँ पहिले बाई एकाउन्टको यो ट्रेडिङ एकाउन्टको सीआर तर्फ बाई लेखेर अब सेल्स भएको छ भने आम्दानीका कुराहरु यतापट्टि देखाउने, खर्चका कुराहरु यतापट्टि देखाउने साथीहरु। खर्च के भएका छन् वर्षभरिमा त्यो यतापट्टि देखाउने, आम्दानी के भएका छन् यतापट्टि देखाउने। अनि यो सेल्स लेख्नु होला। सेल्स अमाउन्ट लेख्नु होला। अनि कहिलेकाहीँ बिक्री गरेर पनि सामान फिर्ता आउँछ त्यो रिटर्न इनवार्ड हुन्छ सेल्स लाइन। रिटर्न इन वार्ड्स लाई घटाइदिने साथीहरु। घटाएर आएको अंक चाहिँ यता फाइनल अमाउन्टमा राख्नु होला। त्यसपछि क्लोजिङ स्टक छ भने त्यो पनि आम्दानीको अन्तर्गत पर्छ। भनेको गत सालको स्टक छ क्लोजिङ अमाउन्ट, त्यसलाई हामी क्लोजिङ स्टक भन्छौं। क्लोजिङ स्टकलाई सीआर तर्फै देखाउने त्यहाँको त्यसको अंक अमाउन्टलाई। अनि अब के गर्नु होला भने लास्टमा यदि सीआर तिर थप्नु पर्ने छ भने ग्रोस लोस सीडी भनेर कतिले कम छ त्यति अंक थपेर खातालाई बराबर गर्दिनु होला जम्मा। र सीआर र डिआर तर्फ तपाईको दुवैतिर ट्रेडिङ एकाउन्टको के गर्नु होला भने बराबर बनाउनु होला। यदि डिआर तिर थप्नु पर्यो भने टु ग्रोस प्रॉफिट सीडी लेख्दिनु होला। टु ग्रोस प्रॉफिट सीडी लेख्नु पर्यो। यदि सीआर तर्फको अमाउन्ट कम छ भने थप्नु पर्ने अमाउन्ट लेखेर बाइ ग्रोस लोस सीडी लेख्दिनु होला। यसरी चाहिँ ट्रेडिङ एकाउन्ट चाहिँ बनाउन सकिन्छ साथीहरु। यो चाहिँ ओन्ली कन्सेप्ट मात्रै हो है। अब प्रब्लम चाहिँ अगाडि नेक्स्ट भिडियोमा हामी गर्ने छौं। आजलाई यति नै साथीहरु।